इन्डिया जस्तो भाइब्स नआउने खालि सिक्किम सिक्किम भनेको छ नि इन्डिया लेखेको छैन कहीँ पनि अनि त्यो इन्डिया भन्ने भाइब्स नै आउने हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग सो हामी चाहिँ अब आएका छौँ सिक्किममा अनि सिक्किमको मार्तम भन्ने ठाउँमा होइन सो यो चाहिँ हाम्रो बुढाबुढीको फर्स्ट इन्टरनेसनल ब्लग तर मेरो चाहिँ तेस्रो इन्टरनेसनल ब्लग यहाँको भाषा चाहिँ कस्तो छ भन्दै म भन्छु है त अन्त के साह्रो राम्रै भएको मेरो बुढी त डल्लै राम्रो देखेको छ नि तिमी पनि भन न यहाँ तक आउँदैन अन्त कति राम्रो ठाउँ छ हो यता हेर्नु त खोला खोला अन्त डल्लै खोला चाहिँ कत्रो ठुल्ठुलो छ यहाँनिर सुहा गरेर बसिरहेको छ सर्प जसरी लु अब हामी चाहिँ बुढाबुढी यहाँ सिक्किम घुम्न आएको भन्दा पनि जाडो चाहिँ जाडो छ डक्टर जस्तो लुगा लगाएर हिँडिरहेछ बिहान बिहानै उठेर हिँडेको भर्खर कति बज्यो यहाँ अहिले 6:34 गयो अनि नेपालमा चाहिँ 6:45-50 गइसक्यो नेपाल र इन्डियाको टाइम चाहिँ 15 मिनटको डिफ्रेन्स रहेछ नेपाल चाहिँ 15 मिनट चाँडो रहेछ बङ्गलादेश चाहिँ 15 मिनट चाँडो रहेछ नेपालभन्दा अनि यो चाहिँ 15 मिनट ढिलो नेपालभन्दा अब बिहान बिहानै हिँड्दाखेरि यस्तो चिसो चाहिँ चिसो छ पानी परिरहेछ यता देख्न सक्नुहुन्छ बाफ उडिरहेको बादलमाथि त्यो नि यतैको हो नि त्यो भाइ पनि यताको होइन ए कताको यस्तो ब्याग चलेको हुँदो रहेछ घरहरू पनि यस्तो दामी दामी बनाएको हेरौँ यहाँ यस्तो दामी दामी घरहरू छ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ होइन अब यताबाट खोलातिर यसको नाम चाहिँ निमटार रहेछ है साथीहरू कहाँ छ झन् ओइ यस्तो स्पिड गाडीहरू आउँदो रहेछ यहाँनिर यहाँ त टाढो कस्तो दामी त्यहाँ गएर फोटो खिच्ने कता जानु कहाँ जानु मिल्दैन फोटो खिच्नु कस्तो दामी नि उता बस्नु त खिचिदिन्छु Oh my god! कति राम्रो ठाउँ हेभेनमा आएको हेभेनमा कहाँबाट माथि र त्यहाँ गएर के हुन्छ त्यहाँ गएर राम्रो देख्दैन नि त खोल्नु पर्यो कि सहेन जाडो भयो नि त मलाई भयो पानी परिरहेको तातो लुगा ल्याउनु पर्दैन थियो त अनि गर्मी छ भने फुल्टिङले यति मात्र लगाएर हिँड्छ हेरौँ राम्रोतिर तलतिर हेरौँ तलतिर पानी पऱ्यो ओइ के भयो त भूत आयो भूत जाडो छ साथीहरू एकदम जाडो भइरहेछन् रमाइलो पनि भइरहेछ यस्तो जाडोमा कति राम्रो गरेर न त राम्रो भइहाल्छ नि ल अब चाहिँ हामी यहाँ घुमिसक्यौँ हात राख यहाँ यस घुमिसक्यो हामी चाहिँ यहाँनिर तु खै यो या लु अब हामीले घुमिसक्यो यो ठाउँमा चाहिँ अब हामी लागौँ जान्छौँ घर पानी पनि पर्यो अब त पानी कसरी पर्यो पानी धेरै परेको भएर चाहिँ हामी जानुपर्छ अब आखिर दिउँसोतिर देखाउँछ तपाईँलाई है त अहिले अँध्यारोमा त्यति राम्रो पनि देखेको छैन अँध्यारो त के भन्नु 7 बज्यो होला 7 बज्यो काँडा पनि कस्तो खालको काँडा हो यो काँडा पनि यस्तो नै काँडा हुन्छ यस्तो काँडा हुँदो रहेछ गाई चाहिँ यता चाहिँ के टिप्न गएको तिमी अमला होइन पानी अमला हो यो
किन टिप्ने फुल्नेमा पानी अमला कमला खै यो चाहिँ पानी अमला हो पहिला लडाइँ पर्दाखेरि चाहिँ यस्तो यस्तो पानी नपर्दा यस्तो खाएर बाँच्नुहुन्थ्यो अरे हाम्रो योद्धाहरू अब अहिले हाम्रो योद्धाहरू चाहिँ यसरी खेल्नमा व्यस्त छन् पानी त्यही त नि हामीले त मैले त देखिसकेको थिएँ पहिला नै यस्तो पानी अमलाहरू होइन उसले चाहिँ देखाएको छैन अरे नयाँ उसकोतिर पाउँदैन अरे उसको घर झापा टराई हो मेरो घर चाहिँ दोलखा हो अनि हामी चाहिँ अहिले आएका छौँ सिक्किमतिर कुद्दैछ ओहो रुख त के यस्तो उसले पो ठेकिरहेको रहेछ तारले ठेकिरहेको रहेछ कहाँ हाम्रो दिदी घर उता माथि छ ऊ माथि चढ्नु दिदीले त मिलाइदिएको भाउजू दादालाई यो घरको दिदी मिलाइदिएको दिदी र हाम्रो भाउजू साथी त्यो नि पहिला ठिक तिमीलाई चाहिँ कसले मिलाइदिएको मलाई त फेसबुकले मिलाइदिएको है हामीलाई चाहिँ अन्त कसरी मिलाउनै पर्दैन आज भोलि अब हामी चाहिँ यहाँ तलदेखि आयौँ कि तलबाट आउँदाखेरि यो चाहिँ हामी बसिराखेको घर अब हामी यहाँबाट चाहिँ एकछिन यहाँको दृश्य हेरौँ नजारा हेरौँ यस्तो दामी ठाउँ छ यहाँनिर चारैतिर डाँडा काँडा यता हेरे पनि डाँडा यता हेरे पनि डाँडा त्यो खतरा डाँडा ल यहाँ चाहिँ मेरो दादा हुनुहुन्छ जेठान दादा यस्तै कस्तो देख्दो रहेछ त नि नेचुरल फेस होइन हेलो गाइजहरू अहिले चाहिँ हामी होइन सिक्किमको यो लोवर मार्दाम भन्ने जग्गामा छौँ अन्त यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ अनि हामी यहाँको बाटोहरू चाहिँ तपाईँहरूले देख्नु सक्नुहुन्छ गाइज दामी हुन्छ यहाँको चाहिँ एकदम हरियाली डाँडा काँडा यस्तो राम्रो छ अझ यो अझै टाइम छैन छङ्गु नथुला कुबु पेलिङ त्यो जग्गाहरू जान पायो भने त मेरो साली नानी मेरो ब्युटिफुल साली नानी यहाँ हुनुहुन्छ भर्खर ड्युटीबाट आउनु भएको भए चाहिँ होइन अन्त अब अरू त के भन्नु यहाँबाट त मजाले देख्दैन अहिले एकछिनमा हामी बाहिर जाँदैछ हो बाहिर गएपछि चाहिँ तपाईँहरूलाई दामी लोकेसन हामी देखाउँछौँ मैले भन्दा खतरा चाहिँ दादाले बोल्नुहुन्छ है भ्लगमा चाहिँ उहाँ अघि मैले भनेको थिएँ नि सिक्किमको यस्तो बोली हुन्छ भनेर दादा चाहिँ लगभग सिक्किमको जाइ भएको कारण मिल्न आउँछ दादाको त्यस्तो चाहिँ होइन म पहिला बसेको पनि हो यता होइन त्यही भएर अलिअलि टोन चाहिँ मिल्छ अब चाहिँ हामी यहाँबाट जाँदैछ हामी पान्डाम होइन पान्डाममा पनि अब एक्ज्याक्टली पान्डाम चाहिँ होइन तर सिङ्लेबुङ भन्ने जग्गामा जाँदैछ त्यहाँ चाहिँ मेरो दिदीहरू हुनुहुन्छ अन्त दिदीहरूलाई भेटेर चाहिँ फेरि हामी ब्याक टु यता मार्ताम अन्त भोलि चाहिँ हामी एमजी मार्ग गान्तोक एमजी मार्ग झाँक्री फल अन्त यता अरू जग्गाहरू हामी एक्सप्लोर गर्छौँ सिक्किमको स्टे ट्युन गाइज किप इन टच अहिलेलाई चाहिँ हामी खाना खानु गएको भित्र मम्मीले खाना रेडी गर्नु भएको छ हो लु A few moments later. भात हामीले खाइसक्यौँ हामी अब दादासँग जाँदैछौँ कुन ठाउँ रे दादा हामी जाँदैछौँ सिङ्लेबुङ जाँदैछौँ जाने चाहिँ हामी यहाँबाट हाम्रो बाबाको कारमा जाँदैछौँ यहाँबाट हेलो सिङ्लेबुङ गएर के गर्ने हो दादा हामी सिङ्लेबुङ जाने हामी चिची पापा खाने रमाइलो गर्ने दिदीलाई भेट्ने एकदम रमाइलो गर्नुपर्छ अनि बाटो पनि हिँड्दै जानुपर्ने पनि ठाउँ छ त्यो ठाउँमा चाहिँ हिँड्नुपर्छ है त हिँडेको एकदम हजुर स्वास्थ्यलाई फाइदा हो बाबाले चाहिँ हाम्रो ठ्याक्क ठाउँमा पुर्याइदिनुहुन्छ अरे बाबा हजुर हाम्रो काठमाडौँदेखि सिक्किममा भेट्न आएको हाम्रो बाबालाई भेटेर एकदम खुसी लागिरहेछ मलाई पनि हजुर एकदम खुसी लागिरहेछ छोरी ज्वाइँहरू आइपुग्दा हजुर सबैजनालाई एकदम शुभकामना सहित हामी घुम्न हिँड्दैछौँ प्रार्थनाको सहित र हामी घुम्नु पनि प्लस आफन्तहरूलाई भेटघाटको लागि
उहाँहरू अब दिदी भेनालाई भेट्न हिँड्नु हुँदैछ। हजुर मेरो भिडियो कल आउँदैछ। यो चाहिँ हाम्रो टपाखानीको टनल रहेछ। अँध्यारो हुने भयो अब। अहिले चाहिँ बत्ती छ। अब यो खासमा यो टनल चाहिँ किन बनाएको अरे भन्दाखेरि माथि पहिरो धेरै आउने भएर बाटो ढुङ्गाहरू झरेर ढुङ्गाहरू झर्छ। त्यो ढुङ्गाहरूले चाहिँ पहिरोले गर्दाखेरि बाटो अवरुद्ध नहोस् भनेर त्यस्तो तरिकाले बनाएको रहेछ। त्यस नेपालमा पनि त्यस्तो बनायो भनेदेखि त बाटोहरू धेरै बिग्रिन्थ्यो नि भनेर त्यस्तो चाहिँ अप्ठ्यारोमा चाहिँ यसरी टनल बनाइदियो भने हजुर गाडीहरू मान्छेहरू सुरक्षित। पहिरो आए पनि त्यही माथि बसिरहेको छ। हामी सिन्तामा आइपुग्यौँ बल्ल बल्ल। सिन्तामा आइपुगिसकेका छौँ होइन। अब एकछिन बजार घुमौँ त्यस पछाडि चाहिँ हामी फेरि सिधै पाण्डम लाग्छौँ। पाण्डम नेपाल जस्तै लाग्यो होइन त। अन्त गाडीकै मात्रै काँचो छ नि पुरै यो चाहिँ ट्याक्सी के धेरै सबै यहाँ चाहिँ इन्डियाको इन्डिया जस्तो भाइब्स नआउने। खालि सिक्किम भनेको छ नि, इन्डिया लेखेकै छैन कहीँ पनि। अनि त्यो इन्डिया भन्ने भाइब्स नै आउने। अब हामी चाहिँ यतातिर मार्केट डुल्दैछौँ। सेम काठमाडौँको जस्तो नेपालकै जस्तो रहेछ मार्केटहरू पनि। यो त भिरकुटी मण्डप हो कि क्या हो काठमाडौँको? दादा काठमाडौँको भिरकुटी मण्डप हो यो? भिरकुटी मण्डप होइन भाउजू? त्यस्तै छ। हामी फर्स्टमा गएको थियौँ त अस्ति। कता यतै जाने? कहाँनिर भिरकुटी मण्डप भनेको चाहिँ? भिरकुटी मण्डप यस्तै छ नि काठमाडौँ। त्यो उसको छेउमा दादा, त्यो सिंहदरबारको छेउमा। म गएको त्यहाँ। तपाईँ त्यहाँ जानु भएन, भाउजू चाहिँ जानुभएको थियो। भिरकुटी मण्डप है साथीहरू, यो चाहिँ ठ्याक्कै सेम टु सेम। नेपालमा 270 पर्ने चिज चाहिँ यहाँ 160 मा पाइँदो रहेछ। 100 रुपैयाँ हो? 160 नेपालीमा। नेपाली त 160 त। मलाई सस्तो क्या, मलाई त नेपालमा मजा लाग्छ। भन्दै छैन। मलाई त इन्डियामा बस्नु मन लाग्यो। सस्तो पाउँछ, सामान सस्तोमा पाइन्छ। 100 रुपैयाँमा नेपालमा केही आउँदैन। यहाँ त यत्रो जम्बुको गाउँ छ। एक झोला छ नि फेरि यहाँ सामान सस्तोमा। एक सामान झोला, एक झोला सामान 900 को सामान चाहिँ हेरे ल। हामी आइपुग्यौँ कारै सिमलेबुङ आइपुग्यौँ। अब हामी दिदीको घर जाँदैछौँ। दिदी घर जानु चाहिँ तलतिर हो त? अझै तलतिर हो? अझै निकै तल जानु। निकै तलतिर जानुपर्छ यतातिर। गभर्मेन्ट जुनियर हाई स्कुल सिमलेबुङ। यहाँ स्कुलमा चाहिँ कुकुर पनि पढ्नु आएछ तर निन्द्रा लागेर सुतेछ। गाइज यहाँ चाहिँ फोटोसुट चल्दैछ दिदी भेनाको होइन। फोटो खिचेर त्यो टक टक हिँड्दैछ जङ्गलको बाटो। म एक्लै आएको भन्न त मिल्दैन, हामी धेरैजनासँग आएको। जङ्गलको बाटो यस्तो छ। यहाँ र मुनतिर लड्यो भने चाहिँ सिधै तल गाउँमा पुग्ने रहेछ। ल साथीहरू, यो चाहिँ दबाई फ्याक्ट्री रहेछ यहाँ तल। सिप्ला औषधिको फ्याक्ट्री रहेछ। फ्याक्ट्री छ यहाँ त। हाम्रो धेरै फ्याक्ट्री छ। फ्याक्ट्री चाहिँ धेरै रहेछ। धेरै छ, वाइवाईको, चप्पलको, जुत्ताको, जुसको, धेरै फ्याक्ट्री, दबाईहरूको। यहाँको तपाईँ बाहिरसम्म जान्छ। असिस्टेन्ट मेरो श्रीमतीलाई पनि असिस्टेन्ट चाहिएर यहाँ असिस्टेन्ट लिएर छन्। पहाडको बाटो बल्ल पहाड आएको जस्तो। यो त पियालामा पसादिन है। गरेन राम्रोसँग मेरो। पियाला म त हिँड्नु नजानेपछि बाटोमा हिल्लाएर आउने हो त। बिहेले एउटा फरक पनि छ नि।
केलाई त त्यस्तो भन्नु मिल्दैन यो जस्ट सजेसन हो क्या सजेसन दिएको यस्तो नलाउनुहोस् म्याडम भन्नु पर्यो झोला कतिमा किनेको 40 रुपियाँको झोला 50 आमा भन्नु न अरे बिस्तारै हात दिदीको हात पत्यो पिए भएको के काम त 50 तिर ल्याएको अब के काम त मलाई दिन हाम्रो भाइहरू चाहिँ यस्तो कष्ट गरेर दिदीको घर हेर्नु आउनु भएको छ बिचरा मेरो भाइहरू यस्तो यस्तो बाटो कस्तो कस्तो छ सिक्किममा त्यही भनेको गाउँको घर चाहिँ यस्तो हुँदो रहेछ यता छ यतातिरको गाउँको घर दादालाई चिन्ने धेरै छ हेरिराख्यो भनेदेखि त दिनै जान्छ फेरि माथि बस्थ्यो उतापट्टिको रुममा बस्थ्यो यो चाहिँ हो दिदीको घर हो भान्जीलाई कसम भान्जी यति आउनुहोस् भान्जी तपाईँ र म भ्लग बनाउँछु आउनु भान्जी आँखा अलिक क्लोज गरेर आँखा देखाउनु त भान्जीको कस्तो राम्रो छ आँखा कस्तो दामी छ नि के भन्न चाहन्छौ त हाम्रो मेरो भ्युअर्सहरूलाई तपाईहरु यहाँ आइदिनु भएको थ्यांक यू भन्न चाहन्छु हाम्रो भ्युअर्सलाई के भन्न चाहन्छ सिक्किमको बारेमा तपाईहरु पनि यहाँ घुम्न आउनुहोस् भनेर ओहो ल सबै मेरो सालीले बोलाइसक्नु भएको छ सिक्किमको एकदम ठेट बोलेर भनिदेऊ त आम्बो अन्ता भनेर आउँदैन ओके ल थ्यांक यू साली नानी थ्यांक यू अब हाम्रो यहाँ पप्पी यहाँ तल गइरहेछ ताट्यो माया गरेको छ गाइजहरू गाउँको घर एकदम माटोले लिपेको चिटिक्क पुरानो पुरानो गाउँको याद आउँछ मेरो पपी नानी यहाँ बसिराख्नु भएछ हात देऊ भनेको हजुर कोठा चाहिँ यस्तो खालको रहेछ यहाँ एकदम सुन्दर शान्त विशाल ठाउँमा चाहिँ घर छ रमाइलो छ जियोस् अब चाहिँ हामी एकछिन रेस्ट अब गर्छौँ हाम्रो दिदी चाहिँ हल्का बिरामी हुनुहुन्छ होइन दादा पुरै बिरामी हुनुहुन्छ कमजोरी पनि हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभपछि कामना अर्को साल मरिहाल्छु कि तर बाँधिन कि बा बाँकीको लागिदिहाल्नु पर्यो परिचयलाई उहाँलाई सम्झेर आएको छ हुन्छ दिदी A few moments later. फेरि ल दिदीहरू सबै जेसी सासू दिदीहरू बाई बाई पनि भेटौँ है हुन्छ धेरै रमाइलो गरौँ ल हुन्छ हुन्छ भेटघाट मात्रै गर्नु हुन्छ अब चाहिँ हामी जाँदैछौँ माथि बस चढ्ने ठाउँमा हाम्रो बाबा त्यहाँ कुरिराख्नु भएको छ 3 घन्टा भइसक्यो कुरेर बस्नु भएको अब चाहिँ हामी सिधै माथि जान्छौँ फाइनल्ली हामी चाहिँ तलबाट हाइकिङ गर्दै ठ्याक्कै हाम्रो गाडी भएको ठाउँ आइपुग्यौँ तिमी पनि मसँग के कुरा गर्न आएको बाबा त अघिदेखि कुरेर बस्नु रहेछ बाबा ढिलो भयो है के गरेर बस्नु भयो त्यतिबेलासम्म म त मज्जा सिधै थोपा खानी जाँदैछौँ लेट्स गो थोपा खानी ल साथीहरू हामी चाहिँ यहाँ ठ्याक्कै सिन्ताम बजारमा आइसकेका छौँ अघि बिहान दिउँसोको भ्यू देखाएको थियो अब चाहिँ रातिको भ्यू देखाउँछौँ तपाईँहरूलाई रेडी हुनुहुन्छ मम्मी लेखेको छ कि मम्मी हामी चाहिँ अहिले ठ्याक्कै सिन्ताम बजारमा आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी आज जान खोजेको चाहिँ हामी खासमा हामी चाहिँ जान खोजेको छ तोपा खाने तर आज
राति भयो टोपाखानी जानु चाहिँ 2 घण्टा 1 घण्टा 1.5 घण्टाको बाटो हिँड्नुपर्छ कि त्यही कारणले गर्दा हामी टोपाखानी नगइकन मार्तम जान्छौँ आज चाहिँ हामी आजको भ्लग चाहिँ यही हिट गर्न गइरहेको छौँ है सो आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो आई होप यु गाइस लाइक द भिडियो यदि तपाईँहरूले च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला